यहाँबाट यता माथि जान्छ हल्का बिग्रेको बाटो जस्तो छ। अनि अर्को कुरो भनेको मैले इन्डिकेटर बालिरहेको छु राइट साइडको राइट। सो यो एउटा कुरो चाहिँ के हुन्छ भन्दाखेरि यो जुन इन्डिकेटर हेर त, अब म यतातिर आएँ होइन, यो आफै निप्छ कि इन्डिकेटर। तपाईँले केही समय पछाडि खै त निभेन त। लगभग यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँलाई इन्डिकेटर चाहिँ यो तपाईँलाई जस्तै तपाईँ लेफ्ट साइडको अथवा राइट साइडको इन्डिकेटर बालेर लेफ्ट राइट टर्न गरिसक्ने बित्तिकै इन्डिकेटर तपाईँले निभाइरहनु पर्दैन, आफै अटोमेटिक निप्छ है। पहिले चाहिँ म पुरा मार्न खोजिन्थेँ क्या। एन्ड यो बाइकको एकदमै बेस्ट कुरा भनेको नि गाइज, यो बाइक किन नेपालमा एकदमै सुपर हिट भयो भन्दाखेरि नि तपाईँलाई जुन मैले यस्तो खाल्डा खुल्डीको बाटोहरूले कुदिरहेको छु, यो बाइक एकदमै राम्रो अफरोडिङ गर्छ। अनेस्टली भन्दा हुन त यो तपाईँलाई कुनै एक्सपल्स 200 होइन, कुनै डट बाइक होइन, कुनै एडभेन्चर टुर मोटरसाइकल होइन, बट यो मोटरसाइकलले तपाईँलाई यस्तो जुन हामी अलिअलि हिलोहरू भएको बाटो हुन्छ खाल्डा खुल्डीमा एकदमै राम्रो पर्फर्मेन्स गर्छ। अनि अर्को भने अहिले हाई स्पिड स्टेबिलिटी एकदमै राम्रो छ। अनि नेगेटिभ पक्षमा एउटा फेरि थप्दै हाल्छु होइन, मैले पोजिटिभ नेगेटिभ कुरा गर्दाखेरि नेगेटिभ र मैले ऱ्यान्डमली बोलिरहेको छु है, जे मनमा आयो त्यही नेगेटिभ भनेको यसको तपाईँलाई ग्राउन्ड क्लियरेन्स 165 mm छ। त्यो भनेको त क्वाइट गुड हो, तर यसको तपाईँलाई 165 mm को ग्राउन्ड क्लियरेन्स भए पनि यसको ठोकिन्छ क्या तपाईँलाई हम्सहरूतिर अलिकति अग्लो भागमा। किन भन्दाखेरि यसको त्यो डबल स्ट्यान्ड छ कि जुन डबल स्ट्यान्ड निकै तलसम्म झर्छ, जसले गर्दाखेरि चाहिँ अलिकति जोगिनुपर्छ, ड्याङ ठोकिन्छ। साँच्चै भन्दाखेरि ब्रेकिङ ठिकै छ होइन, त्यस्तो खासै सार्प ब्रेकिङ त म भनेर भन्दैन। 280 mm को छ अगाडि यसको डिस्क। अनि पछाडि अहिले आउने मैले हुन्छ नि तपाईँलाई लगभग BS6 बेस्ट भएर पनि कुरा गरिरहेको छु। अहिले आउने BS6 मा सिङ्गल च्यानल ABS, अगाडि चाहिँ ABS हुन्छ, पछाडि ABS हुँदैन, लाइक NS200 जस्तै। अनि यसको मिरर है, मलाई यसको मिरर पनि एकदम राम्रो लाग्छ। यसको मेन भनेको तपाईँलाई मैले भने नि अफ हुन्छ नि, यो बाइक कस्तो हुन्छ भन्ने कुरा तपाईँहरूलाई थाहा छ जस्तो लाग्छ। म एन्ड कुदाउनु भएको छ होला, अझै कतिजनाले त कुदाइरहनु भएको छ होला। हल्का सिट हाइटको बारेमा पनि यो बाइकको कुरा गर्छु है। एन्ड सिट हाइट भनेको तपाईँलाई 795 mm मात्र छ। धेरैजनाले हेर्दा चाहिँ बाइक ठुलो देख्नुहुन्छ तपाईँले होइन, यो बाइकको सिट हाइट होचो छ है। तपाईँले इभन FZ25 को पनि 795 mm नै हो, तर FZ25 भन्दा यो बाइक धेरै होचो छ। तपाईँ जस होचो छ भन्दा पनि तपाईँ चढ्नु भइसके पछाडि तपाईँलाई थाहा हुन्छ। किन भन्दा यसको सिट एकदमै न्यारो छ, त्यसले गर्दाखेरि यो तपाईँलाई एकदमै होचोहरूले पनि यो बाइक कुदाउँछ है। तपाईँलाई पल्सर 220 तपाईँलाई अति मजा आइरहेछ कि। कतिजनाले गर्लफ्रेन्ड यता लिएर आउनु भएको थियो गाइज पहिले। म तपाईँलाई विजयपुर डाँडा घुमाउँदैछु गाइज, विजयपुर डाँडा घुमाउँदैछु।